वालेकुम अस्सलाम। ल भन्नुहोस्। दादाजी तपाईँसँग म्यासेजमा कुरा गरिरहेको थिएँ अनि तपाईँ रिसाएर कल गर्नुहुन्छ कि भनेर डराएर कल गरेको। भन्नु न भन्नु। अङ्कल मैले दुई चारवटा कुरा चाहिँ त्यहाँ लेखेको थिएँ। एक त इस्लाम, मैले सबैभन्दा मेन कुरा के भनेको थिएँ भने इस्लाम कुनै एउटा धर्म नै होइन भनेर मैले लेखेको थिएँ होइन। हजुर हजुर। अनि काका म तपाईँलाई के भन्छु भने नि म मुस्लिम फ्यामिलीमा जन्मेको है। हजुर। अनि तपाईँ कति नलेजफुल मुस्लिम हुनुहुन्छ भन्नु त। मतलब जेनरली मुस्लिम कस्तो हुन्छ नि काका, 4-5वटा आयत आउँछ, जस्तै कुल अल्लाहु अहद आउँछ, सुरे फातिहा आउँछ, अनि अलम तरा कैफा आउँछ, अनि नसुरे नास आउँछ, सुरे फलक आउँछ, 4-5वटा आउँछ, अनि अरू आउँदैन नि त। त्यस्तै हो होइन। अनि काका तपाईँ मदरसा जानुभयो हो? मदरसामा पढ्नु? बच्चामा गएको थिएँ। अनि स्कुल पनि जानुभयो है? काकाले राम्रोसित लेख्नुहुन्छ, पढ्नुहुन्छ नि होइन? राम्रोसँग एसएलसी गुल्टेर चाहिँ नि बसेको हो। ए भन्छ अलि इङ्ग्लिसमा समस्या होला, त्यही पनि ठिकै छ काका। जस्तै तपाईँ स्कुल जाँदाखेरि फर्स्ट दिनमा तपाईँलाई ए फर एप्पल भनेर पढायो, तपाईँलाई एक दिन पहिलो दिनमै एप्पल भनेको स्याउ भनेर तपाईँले विदेशी भाषा पढ्नुभयो होइन, एबिसिडी पढ्दाखेरि। तर तपाईँले मदरसामा जाँदाखेरि कहिले पनि तपाईँले पानीलाई के भन्छ भनेर पढ्नुभयो? पानीलाई अरबीमा के भनिन्छ भनेर पढ्नुभयो? यो अब हाम्रो नेपालमा चाहिँ अरू ठाउँमा थाहा भएन। नेपालमा चाहिँ अरबीको चाहिँ अरबी अक्षर पढाउँछ होइन, तर त्यसको मतलब पढाउने चाहिँ चलन छैन। त्यो मतलब चाहिँ आफूले नै बुझ्दै पढ्नुपर्छ। उर्दू सिकेर कुरानको त कुरान पढ्दाखेरि अरबीमा हुन्छ, अरबीको मुनि उर्दूमा लेखा हुन्छ त्यसको मतलब। अनि त्यो उर्दूमा पढ्यो भने चाहिँ नि बुझ्छ बल्ल। अब कतिपयले चाहिँ नि अरबी चाहिँ राम्रोसँग पढ्नु जाने हुन्छ, उर्दू जानेको हुँदैन। किनभने उर्दूमा आकार इकार उकार केही हुँदैन, त्यो अन्दाजले पढ्ने चिज हो। अनि त्यो गाह्रो हुन्छ, उर्दूमा गाह्रो हुन्छ। अरबीमा चाहिँ नि आकार इकार सबै हुन्छ अनि सजिलो पढ्नु सक्छ, तर अर्थ बुझ्दैन। त्यही त। अनि जस्तो संस्कृतमा चाहिँ फरक पढेपछि संस्कृत बुझ्दैन नि, त्यसको अर्थ नेपालीमा भनेपछि बल्ल बुझ्छ नि। अरबी पनि त्यस्तै हो होइन अङ्कल। जस्तै संस्कृत त हामी संस्कृत विश्वविद्यालयमा नगएको मान्छेले चाहिँ बुझ्दैनौँ होइन। त्यही पनि नेपालीसँग त धेरै सिमिलर छ भनेपछि के भन्न थालेको अलिअलि आधा उधा गेस गर्न सकिन्छ, अरूमा सकिन्न होइन। तर मैले काका 4 वर्ष मदरसामा पढेको होइन। 4 वर्ष मैले कुरान हिफ्ज पनि गरिनँ, किनभने हाम्रो बिहान मात्रै 45 मिनटको क्लास हुन्थ्यो मदरसामा, तर कहिले पनि मिनिङको साथ पढाइँदैन थियो क्या। हामीलाई पनि त्यही हो, मिनिङको साथ पढायो, त्यही भएर नआएको क्या। अब आज भोलि पढाउँछ भने थाहा भएन। पढाउँछ अङ्कल, तर कसरी कुन बेला पढाउँछ भने काका, जस्तै तपाईँले 10 वर्ष जति हाफिज बनिसक्नुभयो, हाफिज बनिसकेपछि तपाईँ चाहिँ यो इस्लामिक नेरेसनमा मजाले बसिसक्नुभयो, पछि अनि तपाईँलाई चाहिँ मुफ्ती बन्नु छ भने अनि तपाईँले मिनिङका साथ अर्को 10 वर्ष जति पढ्नुपर्छ क्या। अनि काका तपाईँ त पहाडी मुस्लिम हो, पठान लेख्नु भएको छ भनेपछि कहीँ न कहीँबाट पहाडबाट त्यो किनभनेदेखि अब हाम्रो शेख सैयद मुगल पठान हुन्छ नि त। शेख सैयद मुगलहरूको चाहिँ शाह हुन्छ, मोहम्मद हुन्छ, अली हुन्छ, हुसैन हुन्छ, सबै हुन्छ। पठानको चाहिँ खान मात्रै हुन्छ। हजुर हजुर, मैले बुझेँ। अनि मैले काका त्यो जुन लेखेको थिएँ नि इस्लाम भनेको कुनै एउटा धर्मै होइन भन्ने कुरा, म त्यसमा कुरा गर्न जाँदैछु। हजुर हजुर भन्नु। जस्तै तपाईँ नेपालमा बसिरहनु भएको छ नि काका है। नेपालमा अहिले हो अलिकति इन्डियाको बोर्डरतिर अलिअलि हिन्दू मुस्लिमको दङ्गासँग सुरु भएको, नभए त नेपालले बकाइदा भोलि पनि बकरिदमा छुट्टी दिएको छ होइन। त्यो त संजोगवश भोलि छुट्टी नै परेन त भने छुट्टी दिन्थ्यो। हजुर दिन्थ्यो। मतलब त्यस्तो धर्मको नाममा भेदभाव छैन। नेपालमा छैन। नेपालमा अहिले यो हिन्दू मुसलमान गरेको चाहिँ नि इन्डियाबाट आएको केही हिन्दूवादीहरूले गरिरहेको हो। अब हेर्दाखेरि तिनीहरूले हामीले हेर्दाखेरि चाहिँ हाम्रो नेपाली दाजुभाइले गरेको जस्तो लाग्छ, तर त्यो वास्तवमा नेपाली दाजुभाइ होइन। तपाईँले चाहिँ राम्रोसँग हेर्नु होला, उनीहरूको फोटो नाम उनीहरूले लेखेको चलन सबै हेर्नु होला। फेसबुकमा उसमा अर्को के उसमा मिडियाहरूमा आउँछ नि, उनीहरूको ठ्याक्कै हिन्दी भाषाको लवज आउँछ क्या, नेपालीको आउँदैन। मलाई पनि त्यही भनेर त्यसले गर्दाखेरि त्यो कुरा हामीले बुझ्यो भने त्यो झन्झटमा हामी पर्दैन। ल काका के भन्छ भने
मलाई पनि त्यही भनेर गाली गर्छन्, तर मेरो जुन पहाडी टोन छ त्यसले त तपाईँलाई थाहा भयो होला म नेपालकै हो भनेर, होइन? त्यति त डाउट। थाहा भयो। अब मैले तपाईँलाई 2-4टा कुरा भन्छु र सेयर गर्छु है काका। जस्तै हामीले 4टा बिहे गर्न सक्छौँ इस्लामको न्यारेटिभमा, सरिया लमा। नेपालमा नभए पनि सरिया लमा 4टा बिहे गर्न सक्छौँ। निकाह गरेर, होइन? हजुर। निकाह भन्दा बाहिर हामीले जुनै पनि सेक्स गऱ्यौँ भने वा जुनैसँग पनि रिस्ता राख्यो भने त्यो जायज हुन्छ कि हुँदैन? हुँदैन। तपाईँ त्यसमा 100% फिक्स हुनुहुन्छ, होइन? जायज हुँदैन। 100% यो 100%, किनभने हामीले बच्चैदेखि यो शिक्षा पाएको पनि थियो। अब धेरै ठाउँमा यो सुनेको पनि छु। धेरै अब हामीले त धेरै त्यो उसमा जमातीमा आउँछ नि, जमातीमा आउनेहरू चाहिँ नेपालबाट पनि एक ठाउँमा अर्को ठाउँ जान्छ, पाकिस्तानबाट आउँछ, अफगानिस्तानबाट आउँछ, यो तपाईँको यो बङ्गलादेशबाट आउँछ, इन्डियाबाट आउँछ। त्यसमा चाहिँ धेरै ठुल्ठुलो पढेकोहरू हुन्छ क्या, जस्तो अब हाफिज, कारी, सुफी भन्छ, यस्तोहरू आएको हुन्छ। उनीहरूले चाहिँ शिक्षा दिन्छ कि ठाउँ ठाउँमा। हाफिजको त अङ्कल, हाफिजको त कुरै भएन। हाफिजमा त उसले हिस मात्रै गरे हुन्छ। हाफिज त अहिले साधारण भइसक्यो। त्योभन्दा माथि अब सुफी, कुरी, मुफ्ती, कारी यस्तो हुन्छ नि, मुफ्ती यिनीहरू हुन्छ माथि माथि। हजुर। जस्तै तपाईँले एउटा कुरो राम्रो मान्नु के भएको छ भने निकाहभन्दा बाहिर सेक्स भनेको हराम मान्नु भएको छ, होइन? तपाईँलाई म एउटा चिज भन्छु, तपाईँले मोहम्मद साहबले वा मुस्लिममा निकाहभन्दा बाहिर सेक्स गर्न पनि अलाउड छ। त्यो तपाईँ कहिले सुन्नु भएको छ यो कुरा? छैन। हो, इस्लाममा के छ भने नि अङ्कल, सुरे निसाको 3-4 नम्बर र सुरे मोमिनुन सायद 106 नम्बरको आयो। त्यसमा के लेखिएको छ भने तपाईँलाई सेक्स आफ्नो यौनाङ्ग कोसँग बचाउनु छ। एउटा आफ्नो बुढी र राइट ह्यान्ड पोजेस भन्छ, लोन्डी भन्छ। इस्लाममा लोन्डीको तस्करा छ क्या अङ्कल, जुन चाहिँ हामी नेपाली हो। अनि लोन्डीसँग त निकाह गर्दैन। अनि तपाईँ भन्नु न त त्यो कसरी जायज भयो त? जबकि यो त इस्लामको न्यारेटिभ नै त्यही हो। त्यस्तै 2-4वटा कुरा चाहिँ हामीले बुझ्नु नसक्ने कुराहरू छ, होइन? जुन कि हामीले बुझ्न सक्दैन, हामीले कसैले बुझाउनु पनि बुझाउँदैन, होइन? कसैले बुझाउनु पनि आउँदैन, त्यसले गर्दा हामीले बुझ्न सक्दैन। अब त्यसमा चाहिँ नि अब के कसो हो भन्ने कुरा अब हामी भनौँ एक हिसाबले जाहिर अनपढ भनौँ न, हामीले भन्नु सक्दैनौँ त्यो के हो भन्ने कुरा। त्यसमा न हामी हो भन्नु सक्छ न होइन भन्नु सक्छ, किनकि हामीलाई थाहै नभएको कुरा, हामीले बुझ्दै नबुझेको कुरा कसरी भन्ने? होइन, नबुझ्ने भने त अब छैन, किनभने अब कुरान हदिसमा होइन, त्यो त बुझिन्छ। मतलब त्यो जायज भयो कि भएन, कसरी भयो भन्ने कुरा त्यो हामीले बुझ्दैन भनेको नि। कि हामीलाई कसरी अब त्यस्तै मान्छेले बुझायो भने मात्रै हो, होइन भने हामीले बुझ्दैन त्यो कुरा। जस्तै तपाईँले एउटा कुरा के मान्नुपर्छ भने काका, कस्तो छ भने यही कुरान हदिस पढेरै इस्लामबाट केही पार्ट छन् 1% जति 2% जति जसले हतियार उठाएर जिहाद फी सबिलिल्लाह गर्छन्, हो कि होइन? मतलब आतङ्कवादी भन्छन् अरू हो। अब त्यो अहिले बनिरहेको पनि छ। त्यो आतङ्कवादीहरूले पनि जिहाद गरेको भन्छ। जिहादको मतलबै थाहा छैन भने जिहाद भनेर कहाँ हुन्छ? अङ्कल, तपाईँ जति पनि हदिसमा हेर्नु, अफजल जिहाद भनेको जिहाद फी सबिलिल्लाह हो क्या, जसले हो। त्यो जिहाद भनेको मतलब त धार्मिक युद्ध भयो नि त, धर्म फैलाउने हो नि त। अब अहिले विश्वमा 2 नम्बरमा छ इस्लाम, अनि केलाई जिहाद गर्नु पर्यो त? 1 नम्बरमा इसाई छ, 2 नम्बरमा इस्लाम छ, अनि केलाई जिहाद गर्नु पर्यो? कोसँग जिहाद गर्नु पर्यो? त्यो मूर्ख बनाएको क्या? होइन, मूर्ख बनाएको होइन अङ्कल, काका होइन। मतलब त्यो आतङ्ककारीहरूले मूर्ख बनाएर आफ्नो फाइदा उठाएको थियो। होइन अङ्कल, उनीहरू सच्चा मुस्लिम हो। किनभने तपाईँलाई एउटा के छ भने तपाईँलाई अहिले तफसिर कुरानको व्याख्या कसले गरिदिन्छ? मुफ्तीले गरिदिन्छ, अहिलेको मौलानाले गरिदिन्छ, होइन? तर कुरान हदिसलाई ओरिजिनल्ली ट्रान्सलेट गरेर ओरिजिनल्ली त्यसको बारेमा तफसिर लेखे। तफसिर भनेको ट्रान्सलेसन होइन, तर्जुमा होइन कि, उसको व्याख्या गर्ने, होइन? व्याख्या गर्ने कुर्तबी इब्ने कथिरले सुरे तौबामा लेखिएको कुरा के छ भने, सरी सुरे बकराको 256मा के छ भने लाइक्राफी दिन भन्छ क्या, होइन? बुवालाई सुन्नुभयो है? लाइक्राफी दिन भने दिनमा जबरजस्ती छैन भन्छ क्या, है? त्यसको पछाडिको कहानी के हो भने मोहम्मद साहबले जब काबामा गएर नबुवतको दावा गर्नुहुन्थ्यो, काबा त मूर्ति पूजकहरूले आफ्नो मानेर चलाइरहेको थियो र त्यतिखेर एउटा मात्रै काबा पनि थिएन, होइन?
काबामा गएर अनि आफ्नो म नबुवतको दावा गरेर म नबी हो, जिउसहरूको क्रिस्चियनहरूको रोल क्रममा आएको नबी हो, अब तिमीहरू अल्लाहलाई मान्नुपर्छ भनेर दावा गर्दाखेरि उताबाट मुश्रिकिन मक्काले के भनेको भने ए मोहम्मद आऊ, तिमी पनि हाम्रो देवी देवताको पूजा गर, म पनि तिमीहरूको अल्लाहको पूजा गर्छौँ, जोसको खुदामा पावर छ दुवैलाई फाइदा हुन्छ बराबर भन्दाखेरि आएको चिज हो ला इक्राह फिद्दीन। दिनमा कुनै जबरजस्ती छैन। त्यसपछि जब मोहम्मद साहबको पावर भयो, मोहम्मद साहबले हिजरत गरिसकेपछि मोहम्मद साहबले आर्मी एसेम्बल गर्नुभयो। त्यतिखेर मुश्रिकिन मक्कामा अट्याक गरिसकेपछि उहाँले सुरु तौबाको 5 नम्बर आयत दिनुभएको छ भने पोलिएथिस भनेको मूर्ति पूजा गर्नेलाई जहाँ भेट त्यहाँ घात लगाऊ, उनीहरूलाई मार, अनि उनीहरूलाई मार, जबसम्म उनीहरूले जकात दिँदैन, इस्लाम कबुल गर्दैन, तबसम्म मार भन्ने हिन्दूहरूको बारेमा मूर्ति पूजा गर्नेलाई त्यो आयत छ सूर्य 9को 5। तपाईँले रेकर्ड गरेर गर्दा पनि भयो। अनि सूर्य अब यहाँनिर म भाइको एउटा कुरा काट्छु है, एकैछिनलाई कुरा काट्छु क्या। हजुर, त्यो बेलामा जुन तपाईँले भन्नुभयो नि कुरा मूर्ति पूजा गर्नलाई काट भनेर, तर त्यहाँ हिन्दू भनेर छैन, त्यहाँ चाहिँ नि मोहम्मदको लडाइँ चाहिँ यहुदीसँग थियो। यहुदीले मूर्ति पूजा गर्दैन। यहुदी भनेको मुसा अलैहिस्सलामको उम्मत हो। मुसा अलैहिस्सलामको उम्मत हो यहुदीहरूसँग लडाइँ थियो, हिन्दूहरूसँग लडाइँ थिएन त्यहाँ। होइन, हिन्दू थिएन मैले माने, तर यहुदी भनेको छ नि बुवा, यहुदी भनेको अहले किताब हो के। अहले किताब भनेको किताबमा उनीहरू पनि मूर्ति पूजा गर्छ। अहिले त्यही त त्यो अहिले जुन प्यालेस्टाइनमा चाहिँ अहिले त्यो एउटा मस्जिद भत्कायो, त्यो मस्जिदको ठाउँमा उनीहरूले आफ्नो त्यो मूर्ति पूजा गर्ने मस्जिद बनाउँदैछ भनेर त आउँदैछ त फ्ल्यासमा। उनीहरूको त्यो शैतान जस्तो मूर्ति पूजा गर्ने चलन छ क्या उनीहरूको। यस्तो हो, त्यो त यो न्युजमा आइरहेको कुरा हो होइन, कतिको सही हो कति सही छैन मैले देखाएको छैन। म त पुरानो उनीहरूको त्यो पूजा गर्ने चलन छ उनीहरूको हाम्रो यो राम लक्ष्मणको मूर्ति जस्तो मूर्ति होइन कि त्यो अचम्म किसिमको भूत जस्तो त्यस्तो मूर्तिको पूजा गर्छ क्या उनीहरूले। हो, यो चाहिँ तपाईँलाई गलत इन्फर्मेसन हो। कुरानले के भन्छ, जिउस र क्रिस्चियनलाई अहले किताब भन्छ, मतलब पिपल अफ द बुक भन्छ इङ्ग्लिसमा, अरबीमा अहले किताब भन्छ होइन। अहले किताबलाई सूर्य तौबाको 29 नम्बरको आयतमा के भनिएको छ भने उनीहरूसँग जिजिया ल्याऊ भनेछ। जिजिया भनेको मुस्लिम देशमा बसिसकेपछि अहले किताबको धर्म मान्नेलाई चाहिँ जबरजस्ती उनीहरूले ट्याक्स दिनुपर्छ आफ्नो इन्कमको 40 देखि 50% है। त्यो पनि दबिएर उनीहरूको के अरे अब इन्डियन शासकहरूले जुन मुगलहरूले त के पनि गरे हो भने त्यो जिजिया लिन आउँदाखेरि उसको टाउकोमा प्लाट्टक पिटिदिने, हातमा थुक्दिनेसम्म गरेको भनेर कहानी भेटिन्छ होइन। कुरानमा के लेखेको छ भने उसलाई दबाएर उनीहरूसँग जिजिया ल्यायो भने। अनि मुस्लिम देशमा त मूर्ति पूजा गर्ने त्यतिखेर मुश्रिकिन मक्का थियो होइन, कुरेश कबिला, मोहम्मद साहब जुन कबिलाबाट हुनुहुन्थ्यो त्यही कबिलालाई चाहिँ जहाँ भेट्यो त्यो मार भनेछ। तर अब अहिलेको मौलाना मौलवीले के भन्छ भने नि बुवा, अहिलेको मौलाना मौलवीले के भन्छ त्यो भनेको जङको बेलाको भन्छ है। तर तपाईँले हदिस र तफसिरमा जानुभयो भने इब्ने कथिर कुर्तुबीहरूको जुन पुरानो ओरिजिनल कुरानलाई तफसिर लेख्नेले उसले के भन्छ, यो जेनरल हो। म तपाईँलाई तपाईँको घरमा कोही इङ्ग्लिस पढ्ने छ भने म तपाईँलाई इब्ने कथिरको ट्रान्सलेसनमा भन्छ यो जेनरल अल अराउन्ड द वर्ल्ड भन्छ क्या। अनि तपाईँले कुरानमा एउटा केही चिज पनि छ भने बुवा, मनसुखको कन्सेप्ट छ क्या। मतलब पुरानो आयतभन्दा नयाँ आयत आइसकेपछि पुरानो आयत चाहिँ रुलिङमा हुँदैन, नियममा हुँदैन, उसलाई चाहिँ मनसुख भएको हो भन्छ। तपाईँले ला इक्राह फिद्दीनलाई मनसुख गर्ने आयतको लिस्टमा खोज्नु भने सूर्य तौबाको 5 भेट्नुहुन्छ। त्यो भनेको चाहिँ के हो भने जहाँ भेट्छ त्यहाँ मार भनेको। सेम कुरा कुर्तुबीले भन्छ, सेम कुरा इब्ने कथिरले भन्छ, सेम कुरा पुरानो तफसिर लेख्ने सबैले भन्छ है। मुस्लिमहरू जुन देशमा पावरफुल छन् त्यो देशमा उनीहरू खुलेर भन्छ गजवा हिन्द गर्छु हामीले, अनि त्यसको इन्डियामा अट्याक गर्ने हो, नेपालमा अट्याक गर्ने हो, हामी त्यसको केटीहरू लगेर हामी बेच्छौँ, हामी सेक्स स्लेभ बनाउँछौँ, लन्डीको तस्करा छ है। एउटा त्यो भयो भनेपछि कुरानलाई हदिसलाई जो ओरिजिनल्ली मान्छेले बुझेर भेट्छ ऊ कहिले पनि जिहाद फी सबिलिल्लाह वा इस्लामको लडाइँबाट कहिले पनि टाढा हुँदैन। किनभने तपाईँको 2 सूर्य बकराको 30 नम्बर आयतमा के भनिएको छ भने इक्जाम्पल दिइएको छ कि अल्लाहले प्रमिस गर्नुभएको छ कि धरतीमा खलिफा वा इमाम हाल्छु भनेर, इमाम इस्टाब्लिस गर्छु। त्यसको तफसिरमा कुर्तुबी र इब्ने कथिरमा गएर पढ्नुभयो भने तपाईँले के भेट्नुहुन्छ भने हरेक मुस्लिमको ड्रिम अब्लिगेसन भनेको कर्तव्य नै हो खलिफा इस्टाब्लिस गर्ने। अब तपाईँ सोच्नुहोस्
नेपालमा खलिफा इस्ट्याब्लिस गर्नलाई नेपालको सरकारले नेपालीले हिन्दूले त कहिले पनि ल आइज ल आजदेखि हामी खलिफा बस्छौँ, आइज खलिफा बस, अनि हामी चाहिँ अब हामी सरकार चलाउँदैनौँ भनेर त भन्दैन। त्यसको लागि त के हुन्छ, त्यसको लागि लडाइँ हुन्छ होइन। त्यो लडाइँ हुँदाखेरि नेपाली केटीहरू के हुन्छ, नेपाली केटीहरू फेरि लोन्डी बन्छन्, फेरि मार्केटमा बेचिन्छन्, जुन हदिसमा मोहम्मद साहबले गर्नुभएको छ। यतिसम्म गरेको छ बुवा। सही हदिसमा, सही बुखारीको हदिसमा के छ भने बनु मुस्तलिक त्यो कुरा तपाईँले भनेको ठिक हो, त्यो बेलामा थियो, तर आजभोलि त छैन नि त्यो कुरा। होइन बुवा, कुरान तपाईँले मान्नु भएको छैन नि त, तपाईँ त मुस्लिमै होइन नि त। कुरान मान्ने मान्छे त हतियार उठाएकै छैन नि त बुवा। होइन होइन, त्यो कस्तो भने नचाहिने चिज चाहिने कुनै चिज कुनै धर्ममा पनि, चाहे इस्लाममा होस् चाहे हिन्दूमा होस् चाहे जेमा होस्, नचाहिने कुरा कुनै ठाउँमा लेखेको छ भनेदेखि त्यसलाई कसैले मान्नु पर्दैन। होइन, तपाईँले कुरान इन्कार गरेर पनि, कुरानको आयतको कमान्डलाई पनि इन्कार गरेर पनि मुस्लिम हुन्छु भनेर सोच्नु भएको छ र? तपाईँलाई कसले भन्छ कुरानको आयतको इन्कार गरेर पनि कोही मुस्लिम हुन्छ भनेर? तपाईँले इमेजिन गर्न सक्नुहुन्छ, सोच्न सक्नुहुन्छ? तर अब त्यो आफूलाई नै मन नपरेको चिज चाहिँ त्यहाँ छ भने त्यसलाई कसरी मान्ने? त्यही भएर बुवा मैले 14 वर्ष इस्लाम पढेर अब चाहिँ यो इस्लाम भनेको नेपाललाई पनि समस्या हुन्छ, संसारलाई समस्या हुन्छ भनेर अहिले संसारभरि इस्लाम धर्म छोड्ने मान्छेहरूको एउटा समूह छ, त्यसलाई भन्छ एक्स मुस्लिम है। त्यसमा नेपालबाट हामी 4 जना छौँ। हामी चाहिँ युट्युबमा यताउति गरेर कुरान हदिस खोलेरै देखाउँछौँ, पढाउँछौँ। यो चाहिँ संसारको लागि समस्या होइन, सिधा कुरा हो कि बुवा। हज गर्ने ठाउँ काबा पनि तपाईँको मुश्रिक के अरे उसको थियो, 360 मूर्ति थियो, मोहम्मद साहबले फुटाएको। काबा पनि 4टा 5वटा थियो अल अराउन्ड द अरबमा, यहुदीहरू थियो। यतिसम्म लेखिदिएको छ बुवा। तपाईँ प्यालेस्टाइन र मुस्लिमको लडाइँ भन्नुहुन्छ नि, तपाईँ हदिसमा गएर हेर्नु होइन। लास्ट आवर भने आखिरत भन्ने शब्द तपाईँले उर्दूमा, अरबीमा वा इङ्ग्लिसमा लास्ट आवर भनेर हदिसमा खोज्नुभयो भने तपाईँले एउटा चिज के भेट्नुहुन्छ भने मोहम्मद साहबको आदेश हो, जबसम्म यो संसारमा मुस्लिमले यहुदीसँग लडाइँ गर्दैन र यहुदीलाई मार्दैन, यहुदी चाहिँ ढुङ्गाको पछाडि लुकेको हुन्छ र त्यो ढुङ्गाले चाहिँ के अरे यहाँ मुस्लिमहरू यहाँ ढुङ्गा पछाडि यहुदी चाहिँ आएर यसलाई मार भन्दैन, तबसम्म चाहिँ के अरे आखिरत हुँदैन भनेर भनेको छ हदिसमा। भनेपछि त हरेक मुस्लिमको कमान्डै के हो, यहुदीलाई मार्ने होइन। अनि त्यतिखेर के अरे कुरानमा लेखिएको, हदिसमा लेखिएको, सिरते नबीमा लेखिएको बनु मुस्तलिक, बनु अमीर, बनु कुरैजा, बनु नदिर, खैबरको बनु नदिर, यी ज्युसहरू थिए त्यतिखेर मक्का मदिनामा, पुरा अरबमा। अहिले कहीँ पनि छैन। किन? एउटा इजरायलको सानो टुक्रामा गएर बसेका छन्, त्यो पनि उनीहरू त्यहाँबाट भागेर दोस्रो विश्वयुद्धपछि संसारबाट सबै ठाउँमा पछि भाग्यौँ हामीलाई हाम्रै ठाउँमा फर्किनुपर्छ भनेर इजरायलमा गएर बसेका छन्। त्यसको लागि पनि लडाइँ छ। तर कमान्ड के छ भने काका के भन्छ भने रिभर टु द सी, पुरै इजरायल चाहिँ प्यालेस्टाइनको हुनुपर्छ भने ज्युसहरूको देश खोइ त? ज्युस त एक टाइममा पुरै अरबमा बसेका ज्युसहरूको देश खोइ त? किनभने जिहाद फी सबिलिल्लाह। सुन्नु भएको छ काका? सुनिरहेछु, भन न। हो, अब जिहाद फी सबिलिल्लाह अब खुलेर अहिले त पाकिस्तानको मदरसामा त भन्छ कि इन्डियामा अट्याक गर्नेछौँ, गजवा हिन्दू हुन्छ भनेर भन्छ। गजवा हुनु भएपछि त्यही केटी बेच्ने काम मोहम्मद साहबले यतिसम्म गरेछ भने केटीहरू क्याप्चर गरेर केटीको फिर्ता लगे बापत फिरौती पनि लिनु भएको छ क्या। तपाईँले एउटा कुरो के खोज्नु भने मोहम्मद साहबले जब नबुवतको दावा गर्नुभयो भने मोहम्मद साहबले नबुवतको दावा गरिसकेपछि के काम गरेर जिन्दगी पाल्नु भयो त? उहाँले के काम गर्नु भएन क्या। तपाईँले मुफ्तीलाई सोध्नु, कसैलाई सोध्नु होइन, उहाँले त्यही हो, लुटेको माल बाँड्ने, केटी बेच्ने, अनि त्यसपछि खेती किसानी गर्ने, व्यापार गर्ने। खै अब तपाईँले कुन कुरान पढेर कुन मदरसामा पढेर यो सिक्नुभयो थाहा छैन कि मैले चाहिँ अहिले पहिलोचोटि सुन्दैछु तपाईँको मुखबाट। अब के हो कुरा मलाई थाहा छैन यो कुरा। होइन, मैले जे भने नि काका, मैले सबै रेकर्ड पनि गरिरहेको छु, म तपाईँलाई पठाइने। त्यही मैले भने नि, मैले चाहिँ नि यो कुराहरू अहिलेसम्म न मदरसामा पढ्दा भेटेको थिएँ, न कसैको मुखबाट सुनेको छु। यही अब यो मिडियामा चाहिँ नि मान्छेहरूले गाली गुलोज गरेर चाहिँ नि लेख्छ, कोहीले के लेख्छ, त्यही हेरिरहेको छु र अहिले तपाईँको मुखबाट सुने मैले यो कुरा। मलाई थाहा छैन यो कुराहरू। ल, तपाईँलाई म मुस्लिम हो भने, मुस्लिम थिएँ कुनै बेला भन्ने कुरा शङ्का छ भने त अलग कुरा हो होइन। अनि होइन मलाई थाहा नभएको कुरा थाहा छैन भने, किनभने सबैलाई सबै कुरा थाहा हुनुपर्छ भन्ने छैन। किनभने हामी यस्तो देशमा बसेका छौँ जुनमा चाहिँ अमन शान्ति छ। अहिले एक दुई ठाउँमा त्यो ढुङ्गामुढा
बाहेक अमान शान्ति छ। म चाहिँ संसारमा यही चाहन्छु कि सधैँ अमान शान्ति होस्। म चाहिँ के चाहन्छु भने मुस्लिमले आफ्नो अकिदा चाहिँ फिक्स गरोस् क्या, अकिदा आफ्नो विश्वास हुन्छ नि त्यस फिक्स गर्नलाई के हुन्छ भने कुरान पढ्नुपर्छ। र ओरिजिनली जसले लेखेको अहिले जाकिर नायक जस्तो 10वटा झुट बोलेर सही गर्ने सही भन्ने होइन, कुरान आफैले पढ्नुपर्छ। र यदि लोन्डी बेच्ने यो हलाला जस्तो चिजहरू चाहिँ ठिक लाग्छ भने इस्लाममा बसोस् होइन, ठिक लाग्छ जिहाद फी सबिलिल्लाह गर्ने हिन्दूहरूसँग लडाइँ गर्नुपर्छ जस्तो लाग्छ भने ठिक छ। नभए कल्चरली त हामी मुस्लिम हो बुवा, भोलि मेरो घरमा पनि मासु बकरिद हुन्छ, भोलि बकरी काटिन्छ, हामी खान्छौँ कि। तर अकिदा चाहिँ के हुनु पऱ्यो भन्दाखेरि फिक्स हुनु पऱ्यो कि हामी लडाइँमा भोलि कुरानको फलो गरेर हामीलाई कसैले बोलाएर हामी लडाइँ गर्न जाँदैनौँ भन्ने कुरा गर्नु है। त्यो त त्यही हो नि, लडाइँ त कसले गर्नु चाहन्छ र? लडाइँ गर्नु त मतलबै भएन नि, मान्छेलाई यहाँ काम गरेर खानु पुगेको छैन, लडाइँ गरेर के पुग्छ? त्यही भएर अहिले संसारभरिमा इस्लाम धर्म छोडेर मान्छेहरू कुरानमा लेखेको चिजहरू चाहिँ पढ, कि त लाग्ने भए जिहाद फी सबिलिल्लाह गरेर हतियार उठाऊ, नभए त इस्लाम छोडेर राम्रोसित जिन्दगी बाँच, अर्काको झुटमा नफैल भनेर हामी सिकाउँदैछौँ। त्यही भएर मैले तपाईँलाई के भन्छु भने नि, तपाईँ नेपालीमा नपढ्नुहोस् है, किन नेपालीमा लोन्डीलाई पनि बुढी लेखिएको छ, त्यही भएर नेपालीमा चाहिँ अलिक गाह्रो हुन्छ। बुवा म तपाईँलाई एउटा सानो क्वेसन सोध्छु है, जस्तै तपाईँको छोरी बिहे गर्यो होइन, इस्लामको मुस्लिमलाई दिनुभयो, मुस्लिमले उसलाई सरिया ल लागेको ठाउँमा त्यो तपाईँको ज्वाइँले एकदम पिटिरहेछ, मारिरहेछ, अब त्यो खानासाना लाउन दिएको छैन भनेपछि तपाईँको बुढी के अरे सरी तपाईँको छोरीले उसँग डिभोर्स लिन पाउँछ कि पाउँदैन? डिभोर्स लिन त अब चाह्यो भने पाइहाल्छ नि, किन नपाउनु? होइन, मैले कुरानको हदिसको हवालामा भन्दैन। खै अब त कुरानको उसकोबाट त थाहा भएन मलाई, अब देशको कानुनबाट त पाइहाल्छ नि। हो त्यही हो क्या, अब जुन सरिया ल आउँछ नि पाकिस्तानमा त खुलेर हुन्छ यस्तो कामहरू, पाउँदैन कि बुवा। जस्तै तपाईँको छोरीसँग बिहे गर्दा तपाईँले देन मोहरमा कबुल गर्नुहुन्छ होला 1,21,000 यस्तै केही कबुल गर्नुहुन्छ होला। यदि तपाईँको छोरीले पीडा पाएर तपाईँले डिभोर्स के अरे उसले डिभोर्स गर्नु पऱ्यो, अब म छुट्टिन्छु भनेपछि इस्लामिक लमा उसले गएर खुला माग्नु पाउँछ क्या। तर तपाईँको ज्वाइँले म दिन्न भन्न पाउँछ, र त्यो दिन्न भनेपछि केही पनि गर्न सकिन्न। र दिन्न भनेर समाजले बाध्यकारी गर्यो भने पनि के गर्छ भने तपाईँको ज्वाइँले तपाईँको छोरीलाई जति देनमोहर कबुल गरेको थियो त्यतिको तपाईँको छोरीले उसलाई ज्वाइँलाई फिर्ता गर्नुपर्छ इस्लामको ल। अनि मेरो धारणा के हो, लिएको भए दिनु पर्यो, नलिएको भए माग्नु पर्यो। हो त्यही भने के, पीडा दिने ज्वाइँ हो होइन, लिएको भए त अब फिर्ता दिनु पर्यो नि त्यो त। होइन अब किन दिनु भने जस्तै दोषीको हो, पिटेर मारेर खाना लाउन नदिएर झगडा गरेर बस्न माहौल नबनाएको ज्वाइँले होइन, पनिसमेन्टको रूपमा उसले जिन्दगीमा केही पनि काम गर्न त शरीयतमा अलाउड छैन होइन। तपाईँको काम गरेको छैन, उसले कमाएर उसले अलिकति पाउने हक भएको पैसाको प्रोपर्टीको रूपमा के भन्छ मेहेर हो। अब त्यो मेहेर पनि खोजिदिन्छ भने अब त्यो केटीले कसरी बाँच्ने भन्नु न, तपाईँको छोरीले कसरी बाँच्ने? गल्ती गर्नेलाई सजाय हुनु पऱ्यो नि, बरु छोड्दाखेरि उल्टै मेहेरको 3-4 गुणा दे, यसले पनि बाँचेर खानुपर्छ जिन्दगीमा भन्ने कि त्यो पीडा जो अब उसले गल्ती गरेको छैन भनेदेखि त उसले पाउँछ, त्यो फिर्ता दिनु पर्दैन। गल्ती गरेछ भने फिर्ता दिनु पर्यो, त्यही हो। शरीयतमा त्यो नियमै छैन कि बुवा, शरीयतमा केटीले नै डिभोर्स माग्छ खुला माग्छ भने केटीले नै मेहेर फिर्ता गर्नुपर्छ। वा मेहेर फिर्ता होइन क्या बुवा, कम्पेन्सेसन पैसा दिनुपर्छ, उल्टै फिर्ता पैसा दिनुपर्छ। र नियम चाहिँ के छ भने त्यो मेहेरभन्दा बढी हुनु हुँदैन भन्ने नियम चाहिँ छ क्या। मेहेर फिर्ता दिने होइन बुवा, मेहेरभन्दा बढी हुनु हुँदैन, तर केटीले चाहिँ मलाई छोड्दै भनेर उल्टै पैसा दिनुपर्छ क्या, त्यो नियम हो। अनि म तपाईँलाई तारिक जमिलको भिडियो पनि पठाइदिनु ल काका, म फोन गर्दै गर्छु, म निक्लिन्छु ल काका, तपाईँले टाइम दिनुभयो एकदमै राम्रो लाग्यो। म तपाईँलाई केही सब चाहियो भने म दिन्छु है तपाईँलाई ल। हुन्छ। वालेकुम अस्सलाम, मसलाममा। वालेकुम अस्सलाम।